नमस्कार, हम सुमित जलान अपने सबके स्वागत करी छे आय के कार्यक्रम हेल्थ टॉक विथ सुमित जलान पर। ये कार्यक्रम लकर हम सब प्रत्येक हफ्ता के रविवार और सोमवार के दिन अपन टीवी पर हाजिर है। यह कार्यक्रम में हम सब अपने के स्वास्थ्य संबंधी समस्या के समाधान करे के प्रयास करम। एक विशेषज्ञ डॉक्टर हमारा सब संगे एमे जुड़थिन। अहाँ सब अभी स्क्रीन पर देल नंबर 98 442 98 443 98442 98443 पर फोन कर डॉक्टर साहब से अपन समस्या के समाधान ल सकै छे। आई के हमर सबके कार्यक्रम के गेस्ट छथिन डॉक्टर शिरीष अरियाल, जे मनोचिकित्सक छथिन, एमडी न्यूरोसाइकियाट्रिस्ट। आई के कार्यक्रम के मेन विषय है हेडेक, मत दुखी, जरा हम सब अपना लोकल लैंग्वेज में कही छे। इस संबंध में हम सब डॉक्टर साहब से गप करम। ई बीमारी या बीमारी अछि कि नहीं अछि, एकरा हम सब बीमारी के रूप में लिए या नहीं लिए, इस संबंध में हम सब बात करब। आई के बारे में अहाँ सब डॉक्टर साहब से क्वेश्चन कर सकै छी फोन कर। लेकिन तई से पहले हम सब डॉक्टर साहब के परिचय, डॉक्टर साहब के बारे में इन्फॉर्मेशन उनका से लै छे। डॉक्टर साहब नमस्ते, हजुरलाई स्वागत छ यो कार्यक्रममा। तपाईले हाम्रो दर्शकलाई र हामीलाई आफ्नो परिचय दिनु न। नमस्ते, म डाक्टर शिरीष अर्याल। म अहिले हाल यहाँ जानकी मेडिकल कलेजमा असिस्टेन्ट प्रोफेसरको हिसाबले कार्यरत छु। मैले आफ्नो एमबीबीएस 2011 मा सकाएको हुँ। त्यसपछि मेरो आफ्नो जुन पोस्ट ग्रेजुएसन आफ्नो स्पेशालिटी छ त्यो चाहिँ 2016 मा भैरव टियु अन्तर्गत भैरव मेडिकल कलेजबाट सकाएको हुँ। त्यसपछि म अहिले गएको 4 वर्षदेखि जनकपुरमै कार्यरत छु। म चाहिँ आफ्नै यही सब्जेक्ट न्यूरोसाइकियाट्री, जुन चाहिँ भनेको नशा तथा मानसिक रोग विषयमा यहाँ जानकी मेडिकल कलेजमा प्राध्यापन पनि गर्छु। अनि त्यसपछि अहिले चाहिँ अब लगभग 4 सालदेखि जनकपुरमै सेवा दिएर बसेको छु। धन्यवाद डाक्टर साहब। आजको हाम्रो टपिक जुन हामीले तपाईसँग चर्चा गरेका थियौँ पहिले पनि, हेडेक जुन छ, यसलाई हामीले सही मानेमा रोगको रूपमा लिनुपर्ने हो या जसरी हामी अहिले युज टु छौँ नि, हेडेक टाउको दुख्यो एउटा अस्ति लियौँ खायौँ र ठिक भयो हामी हिँडिहाल्यौँ। प्राय मान्छेले हेडेकलाई त्यति सिरियसली लिँदैनन् या सोच्दैनन्। जसरी म पनि आज यो कार्यक्रमको तयारी गर्ने बेलामा आज त्यही 2 घन्टा अगाडि नै यस साइडमा टाउको एकदम बेसरी दुखेर गयो। अनि मैले एकचोटि निम्स खाएँ, ठिक भयो, म कार्यक्रम तपाईँसँग आएँ। अनि त्यही बेला यो साँच्चीकै हेडेकलाई हामीले सिरियसली लिने हो होइन, यो रोग हो कि यो सिम्पल एउटा क्षणिक प्रब्लम छ, गइहाल्छ, यसलाई हामीले सिरियसली लियौँ कि नलियौँ, यस सन्दर्भमा हाम्रो दर्शकलाई तपाईँले केही सल्लाह सुझाव यसको बारेमा भन्न सक्नुहुन्छ? हजुर सुमितजी, अब यस्तो हुन्छ, अब बिमारी कसलाई भन्ने त, बिमारी भनेको चाहिँ जसले हामी आफ्नो हाम्रो हिसाबले चाहिँ अब के हुन्छ भने चाहिँ बिमारी कसलाई भन्ने त, बिमारी भनेको चाहिँ अब पहिला चाहिँ मान्छे मर्ने त्यो हिसाबले मात्र, अनि त्यसपछि बिरामी भनेर भनिन्थ्यो। अब अहिलेको बिमारी भनेको कस्तो हो भने जसले गर्दाखेरि चाहिँ हाम्रो सोसियो र अकुपेसनल डिसफङ्क्सन हुन्छ। जस्तो मेरो कुनै कारणले गर्दाखेरि मेरो आफ्नो निजी व्यक्तिगत लाइफमा मैले आफूले गर्नुपर्ने कामहरू मैले गर्न सकिरहेको छैन। कुनै मेरो भित्र यस्तै केही खराबी भएको छ जसको कारणले गर्दाखेरि मैले सकिरहेको छैन। अनि एउटा चाहिँ मेरो व्यक्तिगत भयो। अब एउटा मेरो सामाजिक भयो। सामाजिक भनेपछि मैले अब जति सामाजिक कार्यक्रमहरू गर्न मिल्थ्यो, जस्तो बाहिर जानुपर्ने, मान्छेसँग गफ गर्नुपर्ने त्यो कुराहरू मैले गर्न सकिरहेको छैन। र अनि तेस्रो भनेको अकुपेसनल भनेको आफ्नो कार्यक्षमता वा कार्यस्थलमा गएर मैले आफ्नो कामहरू गरिरहेको छैन। अब मलाई एकदम जस्तो यही टाउको दुखाइकै भयो, अब मलाई डेली टाउको दुख्न थाल्यो। त्यसले गर्दाखेरि अब मैले घरमा आफ्नो कामहरू गर्न सकिनँ। जस्तो मैले घरमा बसेर आफ्नो परिवारलाई टाइम दिन सकिनँ। म खालि एक्लै बस्न मन पराउँछु, किनभने मलाई टाउको दुखिरहेछ। अनि त्यसपछि मैले आफ्नो अब हस्पिटलमा गएर मलाई यही टाउको दुखाइले गर्दाखेरि मैले बिरामीहरू हेर्न सकिरहेको छैन। मलाई छिटै हस्पिटलबाट निस्किरहनु पर्नु परिरहेछ। अनि अब यसले गर्दाखेरि चाहिँ यो सबै
एस्पेक्टमा चाहिँ मेरो एउटा खराबी जस्तो निस्क्यो अनि त्यसलाई चाहिँ हामी बिमारी भनेर भन्न सक्छौँ तर अब कस्तो हो भने अब महिना 2 महिना धेरैलाई हुन्छ अब टाउको दुख्न त सबैले अहिलेसम्म टाउको दुखाइ एक न एकपल्ट भोगेकै छन् अब महिना 2 महिनामा एकपल्ट टाउको दुख्यो वा महिनामा 2 पल्टै जस्तो टाउको दुख्ने वर्ने यस्तो समस्याहरू भयो त्यही पनि अब यसले गर्दाखेरि मेरो यही सोसियो अकुपेसनल डिसफङ्क्सन भएको छैन भने मेरो व्यक्तिगत लाइफमा पनि मलाई खासै त्यस्तो केही प्रब्लम भएको छैन मेरो काममा पनि त्यस्तो साह्रो केही प्रब्लम भएको छैन भने त्यसलाई चाहिँ बिमारी भन्नु परेन अब यही कुरामा चाहिँ अनि कस्तो हो भने चाहिँ अब टाउको दुखाइलाई हामीले बिमारी भन्ने कि नभन्ने अब एउटा त यो एस्पेक्टले भयो अर्को भनेको कस्तो भने अब टाउको दुखाइ हामी डेली टाउको दुख्छ जस्तो कुन बेलातिर डाक्टर भेट्नुपर्छ जस्तो लाग्छ भने मलाई सधैँ टाउको दुखिरहन्छ वा मलाई हप्ता महिनामा 3-4 पल्ट जस्तो एकदम भयङ्कर टाउको दुख्छ वर्ष अनि त्यसपछि त्योसँगै मलाई चक्कर लाग्छ म बेहोस हुन्छु बान्ता हुन्छ उल्टी हुन्छ एकदम कानहरू डम्म भएको वरेको हुन्छ चक्कर लागेकोलाई गर्छ वर्ष अनि त्यस्तो भयो वर्यो भने चाहिँ अनि त्यसपछि डाक्टर भेट्दा राम्रो नत्र यसै पनि अब जस्तो मान्छेहरूलाई आफूलाई अब जेनरल वेलबिइङको लागि भने म एकदम मलाई केही भइरहेछ कि मलाई केही हो कि यस्तो यस्तो भनेर गर्दाखेरि पनि डाक्टरहरू भेटेको राम्रो कि डक्टरका अब म आफ्नो पर्सनल चाहिँ कस्तो हुन्छ भने म कहाँ आएको वरेको सबै मान्छेलाई म सबैलाई औषध दिएर पठाउँदिनँ कतिजना मान्छे परामर्शको लागि मात्र पनि आएको वरेको हुन्छन् अब जस्तो महिनामा एकपल्ट टाउको दुख्यो अब धेरैजना मान्छे चिन्तित हुन्छन् कि होइन मलाई हरेक महिना एकपल्ट चाहिँ टाउको दुख्छ अब त्यो एकपल्ट टाउको दुख्ने मान्छेलाई अनि त्यसपछि होइन ल तपाईँ अब तपाईँले त डेली औषधि खानुपर्छ यस्तो यस्तो गरेर भनेर त्योभन्दा पनि अब के गर्ने आखिरमा त्यो टाउको दुखेको बेला के गर्न सकिन्छ वा त्यस्तो किसिमको टाउको दुखेको बेलातिर के चाहिँ गर्दाखेरि त्यस्तो किसिमको टाउको दुखाइ छिटो ठिक हुनसक्छ वा के गर्दाखेरि त्यस्तो किसिमको टाउको दुखाइ चाहिँ नहुन पनि सक्छ त्यो बारेमा छलफल गरेर पठाइदिने हो सर यो टाउको दुखाइको किसिम कति हो तैँले जसरी भन्नुभयो नि महिनामा एकपटक या मेरो रेगुलर भइरहेछ या बान्ता भइरहेछ मोस्ट कमनली हामीले देखेको माइग्रेन भन्ने अधकपारी भन्छौँ जसरी यो चाहिँ धेरै कमन छ जस्तो हामीलाई फिल हुन्छ माइग्रेन हेडेकको सिम्पटम्स साइन एन्ड सिम्पटम्स के हो कसलाई हामीले माइग्रेन हेडेक हो होइन भन्न मिल्छ अब पहिला चाहिँ यो तरिकाले बुझौँ हामीले हेडेक चाहिँ एक्चुअली हामीले हेडेक क्लासिफाई कसरी गर्छौँ कसरी छुट्याएको छौँ भने चाहिँ एउटा चाहिँ प्राइमेरी हेडेक भनेर हुन्छ प्राइमेरी हेडेक भने अरू केही कारणहरू छैन जस्तो कि माइग्रेन हेडेक हो त्यसपछि एउटा हुन्छ टेन्सन टाइप हेडेक अनि अर्को हुन्छ एउटा ट्राइजेमिनल यहाँ एउटा नसा गइरहेको हुन्छ त्यो नसाले जहाँ छुन्छ वर्छ त्यो किसिमको हेडेकहरू हुन्छ त्यो किसिमको टाउको दुखाइहरू हुन्छ अरू चाहिँ बाँकी अदर प्राइमेरी हेडेक भने जस्तो चिसोले हुनसक्छ खेलकुदले हुनसक्छ घाममा दौडेर हुनसक्छ वा कसैलाई यौन सम्पर्कको बेला पनि हुन सक्ने त्यस्तो हेडेकहरू हुन्छ अनि अर्को हुन्छ सेकेन्डरी हेडेक भनेको चाहिँ कस्तो भने अब अरू केही कारणले गर्दाखेरि अब मलाई टाउको दुखिरहेछ जस्तो मलाई टाउकोमा चोट लाग्यो अब चोट लागिसकेपछि मलाई टाउको दुख्न थाल्यो वा मलाई यता नसातिर यो घाँटीको नसाहरूमै केही समस्याहरू छ त्यसले गर्दाखेरि टाउको दुख्न थाल्यो वा मलाई दाँत कान नाक आँखा मुख कतैको त्यसले गर्दाखेरि टाउको दुख्न थाल्यो वा अरू कुनै मानसिक कारणले गर्दाखेरि पनि टाउको दुख्न सक्छ जस्तो डिप्रेसनको कारणले गर्दाखेरि जहिले पनि टाउको भारी लागिरहने वर्ने हुन्छ अनि मान्छेलाई के हुन्छ जहिले म चाहिँ मान्छेले भन्छन् के भने मलाई टाउको भारी लागिरहन्छ तर हुन चाहिँ उसलाई डिप्रेसनको समस्या हुन्छ वा घबराहटको समस्याहरूमा पनि जहिले पनि टाउको दुखाइहरू मात्र एउटा कम्प्लेन लिएर मान्छे आउन सक्छन् अब तर त्यसलाई हामीले कसरी छुट्याउने भन्ने कुरा मात्र हो अर्को चाहिँ अनि भनेको मुखहरू दुख्ने ठाउँमा मुख दुख्ने वर्ने समस्याहरू हुन्छ जस्तो कतैतिर छुँदाखेरि एकदम दुखिरहने कतैतिर यता दुखिरहेछ भनेर अब त्यो किसिमको समस्या हो अब त्यही भएर अब त्यो प्राइमेरी हेडेकमा चाहिँ सबसे मेरो हिसाबमा चाहिँ माइग्रेन धेरैलाई चाहिँ नभएको तर डायग्नोज चाहिँ माइग्रेन भएको धेरै मान्छेहरू छन् ओके मैले भनेको कुरा चाहिँ मान्छेलाई माइग्रेन चाहिँ हुँदैन तर त्यो धेरै ठाउँबाट मान्छेले आफैले पनि डायग्नोसिस लिएर आउँछन् कि मलाई माइग्रेन थियो मलाई टाउको दुख्ने बित्तिकै मलाई माइग्रेन थियो अनि धेरैजना डक्टरहरूले पनि भनिदिएकै हुन्छ तपाईँलाई माइग्रेन छ माइग्रेनमा एक्चुअली हुन्छ चाहिँ के भने चाहिँ प्रायः जसो मान्छेलाई चाहिँ एक साइडतिर टाउको दुख्ने गर्ने हुन्छ
अनि त्यो टाउको दुखाइ कस्तो हुन्छ भने एकदम टुक 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 किसिमको त्यो नसाहरू चलेर एकदम टुक 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 किसिमको अनि वा कसैले हानिरहेको जस्तो एकदम हानिरहेको जस्तो त्यस्तो टाउको दुखाइहरू हुन्छ। अनि त्यो बेलातिर चाहिँ चक्कर सक्कर लाग्ने ओर्ने उल्टी हुने मान्छेहरू जस्तो एकदम लाइटमा बस्न नसक्ने एकदम मान्छेहरूसँग भिडभाडमा बस्न नसक्ने कुराकानी गर्न नसक्ने। अनि त्यसपछि त्यो माइग्रेनको इन्टेन्सिटी कस्तो हुन्छ भने चाहिँ जस्तो कतिको धेरै दुख्छ भने एकदमै धेरै दुख्नेदेखि लिएर होइन त्यो मन्द मन्द दुखिरहने गर्नेवाला चाहिँ माइग्रेन हुँदैन। मलाई डेली दुखिरहेछ मलाई मन्द मन्द दुख्छ कहिले भारी जस्तो लाग्छ ओर्छ भने त्यो चाहिँ माइग्रेन भएन। माइग्रेनमा एकदमै बेसरी दुख्ने ओर्ने हुन्छ जसमा चाहिँ मान्छेले कामसाम छोडेर ओरेर त्यो पल्टिनै पर्ने वा एकदमै औषधि खानै पर्ने ओर्ने त्यस्तो किसिमको हुन्छ। अनि प्रायः जसो माइग्रेनहरू चाहिँ महिलाहरूमा देखिने ओर्ने हुन्छ जुन चाहिँ माइग्रेन 4 घन्टादेखि लिएर 72 घन्टासम्म औषधि खाए पनि नखाए पनि त्यति बेरसम्म रहन सक्छ। त्यसलाई चाहिँ माइग्रेन भन्छ। माइग्रेनको पनि धेरै भेराइटीहरू छ। अब कसैमा मान्छेलाई पहिले थाहा हुन्छ मलाई माइग्रेन हुन लाग्छ गरिरहेछ भने नि के हुन्छ अब आँखाको अगाडि जिगज्याग लाइनहरू देखिने त्यो जो पहिला पहिला टिभीहरूमा सिग्नल नआउँदाखेरि झुर्र जस्तो देखिन्थ्यो नि हो त्यस्तोवाला किसिमको सिम्टमहरू देखिन्छ। चक्कर लागिरहेको जस्तो हुन्छ वर्ष एकदम कसैलाई हात खुट्टा कापेको जस्तो हुन्छ कसैलाई पेटमा ग्यास भरिएको जस्तो हुन्छ वर्ष। त्यस्तो हो भने धेरैलाई थाहा हुन्छ कि मलाई माइग्रेन सुरु हुन गर्न लाग्छ भनेर। नत्र भने अब कसैलाई चाहिँ यो सिम्टम बिना नै एक्कासी माइग्रेन सुरु भइदिन्छ। अब माइग्रेनमा अर्को किसिमको कस्तो हुन्छ नि एकैचोटि आँखाहरू देख्न ओर्न छोड्छन् तर त्यो फेरि फिर्ता हुन्छ। माइग्रेनको एट्याक सकिसके पछाडि त्यो फेरि फिर्ता हुन्छ वा एकदम सिङ्गल तरिकाले एउटा आँखाले नदेख्ने अर्को आँखाले मात्र देखिरहने ओर्ने हुनसक्छ। वा माइग्रेनमा कहिलेकाहीँ के हुन्छ भने एउटा साइडको जिउै प्यारालाइसिस जस्तो हुन्छ अनि माइग्रेन ठिक भइसके पछाडि फेरि त्यो अनि फेरि फिर्ता आउँछ। वा कसैलाई माइग्रेन हुँदा हुँदै अनि त्यसो बेहोस भएर ढलेर मिर्गीको झट्का सट्का आउने ओर्ने त्यस्तोहरू पनि हुन्छन्। तर समग्रमा चाहिँ माइग्रेन भनेको चाहिँ एक साइड टाउको दुख्छ अनि त्यसपछि एकदम बेसरी टाउको दुख्छ एकदम डुक 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 तरिकाले टाउको दुख्छ त्योसँग। अनि धेरैजना मान्छेलाई चाहिँ चक्कर लागिरहन्छ बाहिरै संसार घुमेको जस्तो लाग्ने ओर्ने हुन्छ र अनि त्यसो उल्टीहरू हुने ओर्ने त्यस्तो हुन्छ। ओके सर तपाईँले माइग्रेनको बारेमा अहिले हामीलाई भन्नुभयो ठिकै छ। अब तर यसमा कसैलाई कि यो बान्ता हुने अथवा तपाईँले भन्नुभयो नि जुन प्यारालाइसिस जस्तो पनि एट्याक आउन सक्छ योबाट बच्नलाई जो चाहिँ माइग्रेन बिरामी कोही छ होइन अस्ति त खानु पर्यो हजुर अनि पहिले थाहा हुन्छ नि मलाई माइग्रेन एट्याक आउन थाले जस्तो तपाईँले भन्नुभयो कसैको थाहा हुन सक्छ त्यस्तालाई के गर्नुपर्ने हुन्छ? होइन माइग्रेनमा यस्तो छ तपाईँ माइग्रेन चाहिँ दबाई नै खाइहाल्नुपर्छ भन्ने पनि त्यस्तो पनि छैन भने रेगुलर दबाईको युज गरिरहनु ओर्नुपर्छ भन्ने त्यो हिसाबले पनि छैन। अब त्यसमा पनि क्याटेगोरी छ कि कसलाई चाहिँ औषधि दिने कसलाई चाहिँ नदिने भनेर। अब कसलाई औषधि दिने भने चाहिँ महिनामा 2 पल्ट वा 3 पल्ट भन्दा बढी हुन थाल्यो टाउको दुख्न थाल्यो त्यसपछि त्यो टाउको दुख्दाखेरि कामै गर्न नसक्ने हुन थालियो होइन 2-3 दिनसम्म पनि टाउको दुखेको दुखै बान्ताहरू हुने ओर्ने अनि एकदम हिँड्न डुल्न ओर्न गाह्रो भयो भने त्यसपछि बल्ल त्यो मान्छेलाई औषधि दिने हो। तर होइन अब कसैलाई 2 महिना 3 महिनामा एकपल्ट दुख्छ ओर्छ भने नि उसलाई सामान्य उसले त्यति बेला आएको ओरेको बेलातिर एउटा सामान्य पेन किलर खाने हो। अनि त्यसपछि पेन किलर खाएर ओरेर लगभग 2 घन्टा 3 घन्टा वा 4 घन्टा 5 घन्टा कसैलाई एक दिनमा पनि ठिक हुन्छ। अब तर माइग्रेन चाहिँ केसँग जोडिएको हुन्छ भने हाम्रो रहन सहन खानपान सबसँग जोडिएको ओरेको हुन्छ। जस्तो कि हाम्रो जस्तो अब कसैलाई यदि साँच्चीकै माइग्रेनै छ भने आज राति मैले सुतिनँ मलाई होस् नहोस् मलाई भोलि बिहान पक्का माइग्रेनको एट्याक आउन सक्छ। त्यसपछि मैले राम्ररी अब जस्तो म खाली पेट बसिरहेको छु व्रत सर्त बसिरहेको छु गरिरहेको छु अब मलाई माइग्रेन छ भने खाली पेट बसेको 24 घन्टादेखि 48 घन्टाभित्र माइग्रेनको एट्याक सुरु भइहाल्छ। त्यसपछि अनि धेरै कुराहरू हुन्छ जस्तो माइग्रेन हुँदाखेरि चाउचाउ चाउमिनहरू यताउता खान पाइँदैन कोक फ्यान्टा खान पाइँदैन। त्यसपछि अनि यो बसेर चिल्लो पिरोहरू धेरै खान पाइँदैन अब नसासाहरू गर्न पाइएन होइन। अनि त्यसपछि अब धेरै कुरा अब एकदम फिजिकल एक्टिभिटी छैन होइन भने शारीरिक व्यायाम स्यायामहरू केही पनि गरिँदैन भने पनि अनि त्यो बेलातिर पनि अनि माइग्रेनहरू कहिलेकाहीँ सुरु भइदिन सक्छ। कहिलेकाहीँ चाहिँ माइग्रेन पनि आफै पनि टेन्सनसँग जोडिएको ओरेको हुनसक्छ। तपाईँले अहिले माइग्रेनको बारेमा हामीले भन्नुभयो होइन र टाउको दुखेमा अरू के किसिमका हुन्छन् कस्ता
होइन हामीका प्रायः जसो आउने गर्ने चाहिँ हामीका प्रायः जसो आउने गर्ने चाहिँ जस्तो मैले भने नि माइग्रेन भनेर धेरै ठाउँबाट ठिक नभएको कारणले गर्दाखेरि मका आउने गर्ने मान्छेहरू धेरै छन् किनभने त्यो माइग्रेन नै हुँदैन त्यो चाहिँ प्रायः जसो अब मका आजकल प्रायः जसो आउने गर्ने मान्छे भनेको एकदम टेन्सन टाइप हेडेक मान्छेहरू हुन्छ जस्तो टेन्सनले गर्दाखेरि टाउको दुखाइहरू भएको गरेको अब मान्छेलाई सोद्धाखेरि होइन मलाई टेन्सन छैन अब जसलाई अब टेन्सनै नभएको गरेको मान्छे पाउन वर्न अब गाह्रै छ होइन अब तर मान्छेहरूले आफूले बुझ्न वर्न खोज्दैनन् कि भन्न पनि खोज्दैनन् कि वा र दिमागले त्यही अनुसारले भनि पनि रह हुन्छ कि मलाई चाहिँ टेन्सन सेन्सन यताउता केही छैन भनेर तर अब के हुन्छ भने धेरै कारण चाहिँ अब के हुन्छ भने चाहिँ अब मान्छेको एउटा टेन्सन सहन सक्ने क्षमता हुन्छ अब त्यो टेन्सन सहन सक्ने क्षमतामा चाहिँ के हुन्छ भने अब बिस्तारै बिस्तारै गर्दै टेन्सन हुँदै 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 गएपछि एक जमानामा धेरै टेन्सन थियो त्यसपछि अनि त्यति बेलातिर हाम्रो टेन्सन सहन सक्ने क्षमताको बाँधभन्दा माथितिर टेन्सन पुग्यो अब त्यो बेलातिर टाउको दुखाइ सुरु भयो अब त्यसले गर्दाखेरि के हुन्छ भने हाम्रो वरिपरि जे कुराहरू भइरहेछ ओरिरहेछ त्यसले गर्दाखेरि हाम्रो एउटा चाहिँ जिउमा पनि चेन्जेसहरू आउँछ अनि त्यसपछि एउटा दिमागमा पनि चेन्जहरू आउँछ किनभने त्यो टेन्सनसँग जुझ्नलाई हाम्रो पुरा भित्र दिमाग भनेको ब्रेन र माइन्ड दुइटैले काम गर्नुपर्छ अनि त्यही कारणले गर्दाखेरि अब बारम्बार हुँदा अनि के हुन्छ भने अब सामान्य कुनै किसिमको टेन्सनले जस्तो पहिला मलाई 1000 रुपैयाँ हराएर मतलब थिएन अब 10 रुपैयाँ हराउँदाखेरि पनि अब मलाई टेन्सन हुन थाल्यो अब त्यो कारणले गर्दाखेरि अनि मैले सामान्य एक्जाम्पल भने जे पनि टेन्सनहरू हुन वर्न सक्छ अनि त्यही कारणले गर्दा अनि त्यही कारणले गर्दाखेरि चाहिँ अनि त्यसपछि मान्छेहरूले चाहिँ अनि टेन्सन टाइप हेडेकहरू प्रायः लिएर गरेर आउने हुन्छन् अब टेन्सन टाइप हेडेकको इलाज भनेको के हो भने अब त्यो टेन्सनलाई कसरी हटाइदिने भन्ने अब त्यो टेन्सनलाई अब मान्छेले के गर्न सक्नुपर्छ भने चाहिँ आफैलाई आफ्नो दिमागलाई कसरी हलुका राख्ने भनेर बुझ्न सक्नु पर्यो अब त्यसको लागि भनेको टेन्सन मलाई पनि हुन्छ म आफै डक्टर भए पनि मलाई पनि टेन्सन हुन्छ अब त्यो टेन्सनलाई मैले कसरी म्यानेज गर्ने भन्ने कुरा हो अब त्यसको लागि चाहिँ अनि बसेर आफ्नो एउटा नियमित रेगुलर एउटा सुत्ने ह्याबिट हुनु पर्यो खाने बानी राम्रो हुनु पर्यो आफ्नो शारीरिक व्यायामहरुको राम्रो हुनु पर्यो त्यसपछि एउटा एकदम मेन कुरा मैले यतातिर एकदम आएर नोटिस गरेको कुरा चाहिँ मलाई लागिरहेको कुरा मैले अरूलाई भन्नै सकिरा छैन म भित्र मेरो जे कुराहरु चलिरहेछ गरिरहेछ अब जस्तो अब के हुन्छ धेरै जसो टेन्सन टाइप हेडेकहरु हामीले भेट्ने गर्ने भनेको महिलाहरुमै हो अनि हुन के हो अब सामाजिक परिस्थितिले गर्दाखेरि होस् वा अरु केही कारणले गर्दाखेरि होस् हैन अब मलाई यो कुराको टेन्सन भयो भनौं अब बुढालाई भनौं भएन अब त्यसपछि सासससुरालाई भनौं बुझ्दैन अब कति जनाको हुन्छ अब नयाँ बिहा गरेर आएको मान्छे टाउको दुख्न गर्न थाल्या हुन्छ धेरैवटा भेटिन्छ नयाँ बिहा गरेको मान्छेमा टाउको दुख्ने समस्या एकदम धेरै भेटिन्छ अब त्यो मान्छेलाई एकदम गलत सोचाइ छ कि यो चाहिँ सेक्सले गर्दाखेरि चाहिँ टाउको दुखिरहेछ कि मलाई उलाई चाहिँ सेक्स पुगेन त्यही भएर अनि टाउको दुखिरहेछ त्यस्तो हुँदैन हुने के हुन्छ भने ऊ आफ्नो घरमा बसेर एकदम आरामले महारानी जस्तो गरी बसिरहेको हुन्छ अब नयाँ घरमा आइसकेपछि त नयाँ घरको कायदा कानुनले चल्नु पर्यो अनि त्यही कारणले गर्दाखेरि चाहिँ अनि के हुन्छ अब बुढालाई भनौं भने भएन अब सास ससुराले आफ्नै तरिकाले घरमा चलाउन गर्न खोजिरहेको हुन्छन् अनि त्यही भएर यो तालमेल मिल्दैन अनि त्यो तालमेल नमिलेपछि अब के हुन्छ भने दिमाग भारी भयो भारी के कारणले भयो भने त्यो टेन्सनले गर्दाखेरि भयो अब मैले कसैलाई भन्नै सकिरा छैन म बसेर मेरो माइतमा काम कुरा गरौँ भन्यो भने हैन अब छोरी बिहा गरिसक्यो अब तिमी त त्यहीँनिर बसेर गरेर जस्तो चलिरहेछ त्यसरी नै गर्नुपर्छ बिस्तारै ठीक हुन्छ भनेर भन्छन् अब बुढालाई भन्यो भने यस्तै त हो भनेर भन्यो अब त्यही भएर चाहिँ जबसम्म हामीले हाम्रो कुराहरू चाहिँ हाम्रो दिमागबाट भेन्टिलेट भने एकदम निकाल्न ओर्न सक्दैनौं त्यति बेलासम्म चाहिँ हामीलाई यो टेन्सन टाइप हेडेकहरु जस्तो समस्याले समातिरहन्छ। ओके धन्यवाद सर। हम दर्शक सबके आग्रह कर चाहे कि नंबर जे अभी आबि रहल छै स्क्रीन पर उनका सब कोनो क्वेश्चन पूछ सके छै कोनो प्रश्न छै कोनो समस्या छै तो 98 442 98 443 पर कॉल करके डॉक्टर से बात कर सके छी।
डाक्टर साहब तपाईँले अहिले हाम्रो जुन यो प्राइमेरी हेडेक या टेन्सन टाइप हेडेकको बारेमा भन्नुभयो होइन, तपाईँ यहाँ यो एरियामा काम गरेको 4 वर्ष भइसक्यो र यो कमनली जसरी मैले अघि तपाईँलाई मैले आफ्नो पनि केस भने, म टाउको दुख्दा निम्स खाएर आएँ, यस्ता धेरै कमन मान्छेहरू छन् होइन जुन प्रायः टाउको दुख्दा निको ट्याब्लेट सिटामोल निम्स केही खाएर ठिक गर्छन्, आफ्नो काममा लागिरहेछन्। यो कतिसम्मको सेफ हो र कतिसम्मको अनसेफ हो, हजुरको हिसाबले के गर्नु यस्तो हो हेर्नु सुमितजी, कस्तो हुन्छ भने चाहिँ होइन, मलाई हप्तामा 3 दिन जस्तो चाहिँ यही निम्सकी फ्लेक्सन गोटी वा निकोसिको भन्ने ट्याब्लेट खाइरहनु ओर्नु परिरहेछ भने चाहिँ डक्टरलाई भेटेको राम्रो। किनभने अब आफैले बसेर यति धेरै यो गरिरहेको छ भने के हुन्छ भने पछाडितिर अब जस्तो डेली निम्सहरू यताउता खाने ओर्ने बानी लागिसके पछाडि अनि एउटा किसिमको टाउको दुखाइ के हुन्छ भने यही औषधिहरूले पनि टाउको दुखाउन सक्छ। यसलाई हामी एनाल्जेसिक विड्रल हेडेक भन्छौँ होइन। अनि यो एनाल्जेसिक विड्रल हेडेक भने जे कुराले गर्दाखेरि मलाई ठिक हुन्थ्यो अब त्यही कुरा धेरै हुँदाखेरि चाहिँ अनि त्यसपछि मलाई अब त्यसले गर्दाखेरि टाउको दुख्यो, वा अब त्यो खाएन भने मलाई टाउको दुखिरहेछ, मलाई डेली खाइरहनु परिरहेछ, नत्र यो खाएन भने मलाई टाउको दुखिहाल्छ भनेर। अनि त्यही भएर चाहिँ अब कस्तो हुन्छ, अब हरेकपल्ट सबै कुराको भन्छ नि एउटा सबै कुराको लिमिट हुन्छ। यदि त्यो लिमिटलाई चिनी पनि धेरै चाख्यो भने तितो हुन्छ भने जस्तै हो। अब त्यही भएर चाहिँ अब के हुन्छ, यदि मलाई डेली टाउको दुखिरहेछ ओरिरहेछ त्यस्तो समस्याहरू आइरहेछ भने चाहिँ पक्कै अरू नै केही समस्या होला भने मलाई टाउको दुखाइ अघि मैले भनेको जस्तो टाउको दुखाइहरूको मलाई समस्याहरू भइरह होला। अनि त्यही कारणले गर्दाखेरि चाहिँ एकपल्ट डक्टरलाई भेटेर ओरेर सल्लाह गरेको राम्रो। यदि किनभने त्यसले गर्दाखेरि निम्सहरू यताउता अब आफ्नै मनले खाने ओर्ने गर्दाखेरि एक त टाउको दुखाइको समस्या त आउँछ नै, अरू शारीरिक समस्याहरू पनि आउन सक्छ, जस्तो कलेजोमा समस्याहरू आउन सक्छ, अनि त्यो किडनीमा समस्याहरू आउन ओर्न सक्छ। अनि त्यही भएर चाहिँ एकपल्ट भेटेर जुन चाहिँले गर्दाखेरि बाँकी सबै कुरा एकदम हुन्छ। आफू पनि सुरक्षित हुनु पर्यो, आफ्नो जिउ पनि सुरक्षित हुनु पर्यो, आफ्नो दिमाग पनि सुरक्षित हुनु पर्यो, त्यो हिसाबले उपचारको पद्धतिमा गएको राम्रो। धन्यवाद सर। हम सब अब तनका व्यावसायिक विश्राम के लेल जा रहल छी, अहाँ सब कार्यक्रम देखैत रहब। हम सब बहुत जल्दी छोट ब्रेक के बाद आबि रहल छी। नमस्कार, हम सब छोट व्यावसायिक विश्राम लऽ कऽ आबि गेलहुँ हँ हमर सबके कार्यक्रम हेल्थ टॉक विथ सुमित जलान में। हमर सबके दास साहब छथिन डॉक्टर शिरीष अरियाल सहयात्री। इनका से हम सब क्वेश्चन का बात कर रहल छलिए, अभी हेडेक टॉपिक पर चर्चा करै छलहुँ हँ। माइग्रेन पर हम सब गप केलहुँ, टेंशन टाइप के हेडेक पर हम सब गप केलहुँ डॉक्टर साहब से। डॉक्टर साहब एहि एरिया में 4 वर्ष से कार्यरत छथिन, तो इनका से एक हम क्वेश्चन ई पूछे चाहे छलिए कि डॉक्टर साहब अपने 4 साल से एहि भेग में काज कर रहल छी, तो केहन एक कॉल आयल छै एक कॉलर के, हम सब इनका रिसीव कर लै छियै, फिर बात करब, अपन बात पे चलब। जी नमस्कार, अपने के आ कतऽ से बाजि रहल छियै? हेलो, हाँ अपने के आ कतऽ से बाजि रहल छी, अपन नाम बाजू न। हम 0 माइल से बोल छी, हमरा सोनाली का नाम है। जी अपने के कथी प्रॉब्लम की छै? हमें प्रॉब्लम तो हमने कुछ नहीं, बउआ के हमर से हाइट से जो ना सीढ़ी होता है कोई चीज हो तो वो इससे ज्यादा ड्राई है, मतलब वही की वजह से क्या होते ड्राई है। कते बरिस के बच्चा छै अपने के? 5 बरिस के। 5 बरिस के बच्चा छै। जी डॉक्टर साहब, वहाँ को कोई सर वहाँ को क्वेश्चन तो अभी बुझ्नु भयो, वहाँ को 5 वर्ष को बच्चा हो, स्टूलबाट तल ओर्लिँदा डर मान्छ, खाली स्टूल से नीचा उतर में डर माने छै कि कोनो हाइट से उतर में या कथु? हाइट से भी जना सीढ़ी हो चाहे ट्रक हो बस हो कोई चीज हो तो होते हो। ओके। अनि यो यस्तो हुन्छ, यो कस्तो हुन्छ नि, यो बच्चाहरूलाई प्राय के हुन्छ भने बच्चा जन्मिँदाखेरि जस्तो म एकदम अगाडिदेखि नै भन्छु होइन, उहाँको फोन सायद राखिदिनु भयो पनि उहाँले सुन्नुहुन्छ होला है। तो आके फोन हम सब राखी छी, यहाँ कार्यक्रम में एकर आंसर सुनल जाओ। जी हेते यसमा के हुन्छ नि, जस्तो बच्चा चाहिँ जन्मिँदाखेरि बच्चालाई केही कुराको पनि डर लागेको ओरेको हुँदैन
होइन किनभने बच्चाले सकेटमा हातहरू लग्ने वर्नेदेखि लिएर कुकुरको खुट्टा टोक्ने पुच्छर टोक्ने वर्नेदेखि लिएर सबै कुरा गर्नु भ्याउँछ। तर के हो भने जब बच्चा बढ्दै जान्छ त्यो डर भनेको चाहिँ होइन हामीले हाम्रो बच्चाहरूलाई कसरी पालन पोषण गरिरहेछौँ वा हाम्रो बच्चाहरूले के देखिरहेछ त्यो हिसाबले डर बच्चामा पस्दै जाने हो। जस्तो बच्चामा उसले अब आफू हुर्किँदै गर्दाखेरि हाइटबाट कोही खसेको देख्यो वा केही चोटपटक लागेको देख्यो वा अरू केही भएको ओरेको देख्यो त्यस्तो हो भने चाहिँ होइन अनि त्यो हिसाबले चाहिँ बच्चामा त्यो किसिमको डर उत्पन्न हुन्छ, पैदा हुँदै जान्छ कि ल अब यो हाइटबाट आउँदाखेरि त मलाई यस्तो यस्तो हुनसक्छ भने त्यो बच्चाको दिमागमा त्यो कुरा बसिसकेको हुन्छ। अब तपाईँले घरमा बसेर गर्न सक्ने वर्ने कुरा भनेको चाहिँ के हो भने एउटा बच्चा जस्तै वा उही सँगैको बच्चाहरू जस्तो जत्रो उमेरको बच्चाहरू हुन्छ वर्ष होइन अनि त्यो बच्चाहरूलाई चाहिँ पहिला त्यो जहाँबाट जे गर्न डराउँछ नि जस्तो स्टुलबाट उत्रिन डराउँछ भने होइन वा केही डलहरू हुन्छ नि डललाई सट्ट झारिदियो केही पनि भएन भनेर अनि त्यसपछि आफ्नो बच्चालाई पनि त्यही अनुसारले अनि अगाडि बढाउँदै जाने। यसलाई चाहिँ कस्तो हुन्छ नि यसलाई चाहिँ सिस्टमेटिक डिसेन्सिटाइजेसन भन्छौँ होइन हामी भनेको बिस्तारै प्रोसेस वाइज प्रोसेस पछाडि अनि बिस्तारै त्यो बच्चाको डर हटाउँदै जाने हो क्या। अब के हुन्छ भने जस्तो अब पहिला पुतलीलाई खसाइदियो केही पनि भएन, पुतली अब ऊसँगैको उसको नजिकैको त्यो 4-5 वर्षको बच्चालाई नै लिएर वरेर होइन बारम्बार माथि तल उसले चिने जानेको बच्चाहरूलाई नै लिएर भर्याङबाट माथि तल दौडाइरहने ओर्ने त्यस्तो भइसके पछाडि अनि अहिले किनभने बच्चा सानै छ अनि त्यही भएर बच्चाले यो डर आफै पनि छोडिहाल्छ कि अलि ठुलो मान्छे भए किनभने उसले बुझ्ने ओर्ने तरिकै अर्को तरिकाले हुन्छ। अनि त्यसपछि अब के हुन्छ भने चाहिँ बच्चालाई चाहिँ अब यो डर देखाएपछि उसलाई अब हुन्छ नि मलाई डर आइसकेपछि त्यो डर कन्ट्रोल गर्ने एउटा बिहेभियर हुन्छ भने बानी हुन्छ क्या कि अब जस्तो मलाई माथिबाट छतमा जान डर लाग्छ भने अब म तलको तलै बस्छु, म छतमा जाँदै जान्न। अनि त्यो के हुन्छ घरिघरि त्यही बानी अब जस्तो अहिले बच्चाहरूमा चाहिँ के हुन्छ प्रायः जसो रुने कराउने होइन अनि त्यसपछि सामान फ्यालिदिने ओर्दिने यताउता यस्तो कामहरू गर्ने हुन्छन् कि जे कुराबाट डर लागिरहेको हुन्छ। अब त्यसपछि त्यो कुराले चाहिँ अनि गर्दाखेरि ल अब उसलाई तल झर्न डर लाग्यो अनि त्यसपछि अब ल अनि बच्चाले चाहिँ अब बाउआमाले चाहिँ धेरै माया साया गरेर चक्लेट ल्याइदिने ओर्दिने यताउता गर्न थाल्यो भने समस्या चाहिँ के हुन्छ भने त्यो डरलाई झन् हामीले विकसित गरिरहेछौँ। अब म डराएँ भने त अब मैले डर कन्ट्रोल पनि गर्न पाएँ होइन डर मलाई त्यहाँबाट जानु पनि परेन र प्लस मैले चक्लेट पनि पाइरहेको छु, मैले यो पनि गरिरहेको छु ऊ पनि गरिरहेको छु होइन। अनि त्यही भएर चाहिँ अनि त्यो बच्चाको डर झनै बढ्दै जान्छ त्यो बिहेभियर यदि रिइन्फोर्स गरिदियो अरे भने। अनि त्यही कारणले गर्दाखेरि चाहिँ फर्स्ट काम चाहिँ के गर्नु पर्यो उसले कतिको बुझ्छ भनेको बोली चालीदेखि लिएर यताउता सबै कुराहरू ठिक छ त्यो ठिक छ भनेपछि अनि उसलाई ऊसँगैको जस्तो ऊ जस्तै देखिने ओर्ने बच्चाबच्चीहरूलाई त्यही कामहरू घरिघरि गराइदिरहनु ओर्नुभयो भने बच्चाले आफैले सिकिहाल्छ कि यस्तो यस्तो गर्न डराउनु पर्दैन रहेछ भने। यदि यसले गर्दाखेरि सहयोग यो 2 हप्ता 3 हप्ता 4 हप्ता जस्तो गरेर यसले गर्दाखेरि सहयोग भयो भने ठिकै छ, यदि भएन भने चाहिँ एकपल्ट आएर मसँग सम्पर्क गर्नु होला, हामीले यसलाई थोरै औषधि र थोरै मनोविज्ञानले ठिक पार्ने कोसिस गर्छौँ। धन्यवाद दर्शक, तपाईँले भन्न खोजेको कुरा चाहिँ यो एउटा घरको भित्रको यसले अब फिल्म देखेर पनि हुनसक्छ, फिल्ममा कुनै इन्सिडेन्ट देखा होला खसेको कुनै डर बसेको छ, अब यो फ्यामिली मेम्बरले बसेर उसको मनबाट यो डर हटाउनु पर्यो। बच्चाहरूले किनभने प्रायः आजकल सबैको घरमा टिभी छ होइन, टिभीबाट माथिबाट लडेको देख्यो वा कोही आफ्नै नजिकैको मान्छेहरू लडेको देख्यो अरे जसले गर्दाखेरि चोट लाग्यो। अब चोट लागेपछि बच्चा रोएको देख्यो, अर्को बच्चा रोएको देख्यो वा अरू केही रोएको ओरेको अब उसलाई दुःख पुगेको ओरेको देखेपछि अनि त्यहाँबाट उसलाई डर समात्यो कि जी अपने के हमारा बुझाई से एक समाधान अहाँ बुझने है यहाँ के घर के भीतर में अपने सब बच्चा सबके एक मनोवैज्ञानिक हिसाब से एक चेंज कर सकै छिए। अब वो डर माइन रहले काइन रहले तो एक चौफी तक और प्रोत्साहन नहीं बढ़ावा के बरु उनके उम्र के वह उम्र के और बच्चा सब के संगे राइक कर और बच्चा उतर रहले सीढ़ी से या फिर जंप मार रहले स्टूल से ओकरा संगे कॉमनली यहाँ ट्राई कर सकै छी घर पर
अगर ऐसे अहाँ के कोनो प्रॉब्लम सॉल्यूशन नहीं भैल तो एक बेर डाक्टर साहब से आका भेट कर सकै छी जलान मेडिकल हॉल में। ल सर, अब हाम्रो कुरातिर जाउँ। हाम्रो कुरा अघि तपाईँ यहाँ 4 वर्षदेखि यो एरियामा कार्यरत हुनुहुन्छ, यो क्षेत्रमा काम गर्नुभएको हो। मनोचिकित्सक या मानसिक रोग कुन प्रकारको धेरै या कस्ता टाइपका रोगहरू हामी तपाईँले यतातिर भेट्नु भएको के कस्तो छ? मैले काम गर्दाखेरि चाहिँ सबसे धेरै भेटेको ओरेको हामीले जेनरली ओभरअल नेपालमै पनि भेट्ने ओर्ने भनेको त टाउको दुखाइ नै हो। अब त्यो टाउको दुखाइलाई छुट्याउँदै जाँदाखेरि चाहिँ अनि प्रायः जसो अब एउटा चाहिँ टाउको दुखाइ भनेको एउटा नसावाला समस्यातिर लाग्यो, अनि अर्को टाउको दुखाइ भने एउटा मानसिक समस्यातिर लागिन्छ। अब त्यो मानसिक समस्यातिर लाग्दाखेरि चाहिँ प्रायःलाई मैले अघि नै पनि सुरुमा भनेको थिएँ, टाउको भारी लागिरहने समस्या हुन्छ क्या। बिहान उठ्दाखेरि ठिकै जस्तो लाग्छ होइन, बिस्तारै दिन बित्दै गइसकेपछि जहिले पनि टाउको भारी लागिरहने, साँझतिर परेपछि त एकदमै भारी भएर ओरेर जिउमा त्यो टाउकोको बोझ चाहिँ जिउभन्दा पनि धेरै छ जस्तो लागिरहने ओर्ने हुन्छ। अब त्यो एउटा टेन्सनले गर्दाखेरि पनि हुन्छ न, अर्को चाहिँ केले गर्दा हुन्छ भने डिप्रेसनले गर्दाखेरि हुन्छ। डिप्रेसन भनेको मानसिक निराशापन हो, जसमा चाहिँ मान्छेलाई के हुन्छ भने चाहिँ टाउको दुख्ने ओर्नेदेखि लिएर हातसात गल्ने ओर्ने होइन, अनि त्यसपछि भोकसोक नलाग्ने ओर्ने त्यस्तो हुन्छ। त्यसपछि अनि निन्द्रा लाग्न ओर्न अप्ठ्यारो हुन्छ, वा कसैलाई निन्द्रा पर्दैन, कसैलाई धेरै दिनसम्म चाहिँ अनि अचानकसँग मेरो तागतहरू बिस्तारै गर्दै मेरो तागतहरू जिउबाट घटिरहेछ होइन। अनि त्यस मलाई अब पहिला जे कुराहरूमा मलाई रमाइलो लाग्थ्यो त्यो कुराहरू अब मलाई रमाइलो लाग्दैन। अब पहिला बसेर मलाई गफसप गर्न मन लाग्थ्यो, काम गर्न मन लाग्थ्यो, घरको खानासाना पकाउनु ओर्न मन लाग्थ्यो अरे, मलाई बाहिर बसेर खेल्न जान मन लाग्थ्यो। अब चाहिँ बिस्तारै के भयो भने 2-3 हप्तादेखि मलाई यो कुराहरू बिस्तारै मनै लागिरहेको छैन। त्यसपछि अनि अर्को के हुन्छ भने एकदम छिटो थाकेको जस्तो महसुस हुन्छ। एकदम फुर्तिलो मान्छे, अब केही दिनदेखि केही हप्तादेखि मलाई एकदम सानो केही काम गऱ्यो भने पनि एकदम थाकेको जस्तो लाग्ने हुन्छ। अनि त्यसपछि अब यो घरमा अरू जस्तो खाना पकाउने मान्छेले बिस्तारै गर्दाखेरि जस्तो खाना पकाउनु मात्र नभनौँ अरू सबै कुराहरूमा बिस्तारै बिर्सिँदै जाने समस्या हुन्छ कि। जस्तो खाना पकाउने मान्छेले 2 पल्ट नुन राखिदिने होइन, अनि त्यसपछि अब जे कुराहरू गरिरहेछ अब त्यो हुन्छ नि, मान्छे चाहिँ त्यहाँ छ, दिमाग चाहिँ छैन के, दिमाग कता छ भनेर जो घरको मान्छेले देख्दाखेरि चाहिँ त्यस्तो देखिन्छ होइन। अनि त्यसपछि अब हिम्मत हार्दै जान्छ मान्छेहरूले, एकदम छिटो रुने ओर्ने हुन्छ होइन। अब बच्चाहरूमा देखियो ओर्यो भने नि बच्चाहरू छिटो रिसाउनेहरू हुन्छ, एकदम कराउने चिचाउनेहरू हुन्छ। अनि त्यसपछि एकदम मर्ने इच्छाहरू त्यसपछि बढ्दै जान्छ, आत्महत्या सम्बन्धी विचारहरू आउँदै ओर्दै गर्छ कि मलाई अब यो संसारमा बाँचेर ओरेर केही मतलब छैन होइन। अब मलाई यो संसारमा कसैले सहयोग पनि गर्न सक्दैन, म यो बेकार छु, यस्तो कुराहरू, अनि वा भविष्य मेरो अन्धकार छ, यस्तो कुराहरू चाहिँ दिमागमा खेल्ने ओर्ने गर्छ। यो चाहिँ प्रायः डिप्रेसनमा हुन्छ। अब मान्छेले आउँदाखेरि चाहिँ के हुन्छ भने चाहिँ जस्तो मलाई टाउको मात्र भारी लागिरहन्छ ओर्छ भनेर आउने समस्या चाहिँ त्यसरी लिएर आउँछन्। अब हाम्रो काम भनेको चाहिँ अब यो केलाएर ओरेर यो कुरा चाहिँ खालि त्यो टेन्सनले गर्दाखेरि मात्र आएको हो कि साँच्चीकै यो डिप्रेसन हो भनेर। अब धेरैलाई के हुन्छ भने पछाडितिर अनि अब धेरै ठाउँमा उपचार गरेर ओरेर थाकेर ओरेर मात्र हामी जस्तो डक्टरलाई भेट्ने हुन्छन्। सुरुमै आएर समस्या देखाउनेहरू त एकदमै कमै हुन्छन्। अनि त्यही कारणले गर्दाखेरि चाहिँ यदि टेन्सन टाइप हेरेकै हो भने चाहिँ त्यसको सल्लाह सुझाव र उपचार पनि फरक हुन्छ। अनि यदि डिप्रेसनै हो भने चाहिँ त्यसको सल्लाह सुझाव र उपचारै फरक हुन्छ। ओके, धन्यवाद डाक्टर साहब। अब हामीले यो हेडेकको बारेमा र अलिकति डिप्रेसनको बारेमा पनि बुझ्यौँ होइन। अब एकछिनको लागि पुरा नेपालको सिनेरियोमा जाम। नेपालको जनसङ्ख्या 3 करोडको हाराहारीमा छ। अल ओभर नेपालमा साइकेट्रिस्ट कति हुनुहुन्छ तपाईँहरू? हामी त अहिले जम्मा 150 जना छौँ। ओके, अब यसको मतलब 70-80 जना थियो होला, त्यसो अहिले 150 पुग्यो। ओके, भन्नाले आम जनताको पहुँचमा यो विशेषज्ञ या यो डक्टर छैन। मान्छेलाई अहिले पनि मनोचिकित्सक या न्युरोसाइकियाट्रिस्ट भनेपछि पागलको डक्टर भने जस्तै हुन्छ। यो मिथ्यालाई तोड्न या फिर मान्छेलाई कन्भिन्स गर्नलाई के कसो छ, यो अवेरनेस कसरी दिन सकिन्छ? होइन, अब यो यसरी बुझ्नु पर्यो
जस्तो के हुन्छ भने होइन मान्छेलाई पेट दुख्यो भने पेटको डक्टर कहाँ पुगिन्छ नि यो त दिमाग न दिमागको बिमारी नै हो अब छिटै पुग्यो ओऱ्यो भने नि छिटो ठिक पनि भयो होइन अनि दबाई पनि लामो खानु परेन अनि त्यसपछि चाहिँ राम्ररी पहिला जस्तै राम्रो हुन पाइयो अब होइन अब मलाई चाहिँ होइन यताउता फुकफाकमा बढी विश्वास छ अनि म फुकफाक गरेर आउँछु त्यसपछि म 2-4 महिना पछाडि बिमारी बिगारेर आउँछु भने अब त्यो के हो भने चाहिँ अब हाम्रो मात्र बिमारी होइन कि जुन पनि बिमारी ढिलो आइसके पछाडि होइन जस्तो मेरो खुट्टामा घाउ भएको छ अब घाउ हुने बित्तिकै यदि 2-4 दिन 5 दिनमा आयो ओऱ्यो भन्यो भने ठिकै छ अब 2-3 महिना पछाडि घाउ कुहाएर सडाएर ओरेर आयो भने त डक्टरले पनि के गर्नु त नि आखिरमा खुट्टा काटिदिने हो होइन अब त्यही हिसाबले चाहिँ अनि त्यसरी त्यही हुन्छ अब बुझ्नु के पर्यो भने चाहिँ दिमागको बिमारी पनि ठिक हुन्छ अब यो बसेर कि मान्छेलाई हुन्छ नि यो डक्टर त यसले त पागल मात्र हेर्छ भनेर अरे बाबा यार पागल त 100 जना वा 1000 जनामा 1 जना होला तर जुन हामीले बिमारीहरू हेर्छौँ जस्तो यो टाउको दुखाइ भयो डिप्रेसन भयो घबराहट सब्राहटहरू त 100 जनामा 30 जनालाई हुन्छ तर 30 जना मान्छेहरू चाहिँ के हुन्छ अब किनभने शारीरिक लक्षणहरूले भरिपूर्ण हुन्छ अनि त्यही भएर चाहिँ अब 10 ठाउँमा डुल्यो ओऱ्यो यताउता गयो ओऱ्यो अनि ठिक भएन भनेर लास्टमा ल अब यही डक्टर पनि त बाँकी छ यसका जाउँ भनेर अनि ल हिँड भनेर अब सबजना हुन्छ नि जन्ती लिएर जस्तो गरेर हुन्छ नत्र भने त सुरुवाती लक्षण नै होइन कि आउन डराउनु भएन के कि यो ओपिडी भित्र छिरिसके पछाडि मलाई बाहिरको मान्छेहरूले चाहिँ पागल भन्छ भनेर त्यो डराउनु भएन पागल भन्ने कुरा त हामी भन्दैनौँ यो भनेको कुनै किसिमको कुनै एउटा हाई भयो भने एउटा बिमारी भयो अनि त्यसपछि लो भयो भने अर्को बिमारी हो अब त्यो खालि बिमारी हो अब त्यो हुन्छ नि यो डक्टर चाहिँ पागलको डक्टर यो हो भन्ने कुरा हुँदै भएन खालि बिमारीलाई बिमारी जस्तो गरी लिनु पर्यो यो दिमागी बिमारी हो दिमागी बिमारीको लागि दिमाग सम्बन्धी डक्टर कहाँ पुग्नु पर्यो जसरी छातीको बिमारीको लागि छाती कहाँ पुगिन्छ खुट्टाको लागि हड्डी सड्डीको लागि हड्डी कहाँ पुगिन्छ त्यसरी नै गर्दै आउने त्यो अब दिमागमा जबसम्म दिमागमा जालो राखिन्छ त्यति बेलासम्म उपचार राम्रो हुँदैन अनि सर मैले यो भेगमा एउटा धेरै कमनली देखेको मुटु ढुकढुक गर्ने बिरामी अब अहिले यो कोरोना भाइरसको बेलामा मान्छेलाई डर लागिरहेछ टाउको दुखिरहेछ डर लागेर मुटु एकदम ढकढक के होला जस्तो भइरहेछ अब यो मुटु ढुकढुक गर्ने बित्तिकै मान्छे कार्डियोलोजिस्ट शहीद गङ्गालाल पुग्ने रे या हृदय डक्टर देखाउने रे अनि के यो मनोचिकित्सकसँग जोडिया रोग हो कि हृदय रोगसँग जोडिया रोग हो होइन यस्तो यो अब जुन मान्छेहरूले गर्छन् त्यो खास ठिक त एकदम ठिक हो किनभने जहिले पनि छुट्याउनु गर्नु पर्ने भनेको कारण चाहिँ के हो भने अब टाउको मुटु बढी ढुकढुक गरिरहेछ भने होइन साँच्चीकै जानुपर्ने चाहिँ सुरुमा चाहिँ कार्डियोलोजिस्टकै हो मुटुकै डक्टर कहाँ पुग्नु पर्ने हो तर अब जब मुटुको डक्टरले भनिदिन्छन् कि ल केही पनि छैन भनेपछि अनि त्यसपछि चाहिँ एकपल्ट चाहिँ आफ्नो मुखबाट चाहिँ निकाल्नु पर्ने हुन्छ कि होइन आखिर मलाई यदि मुटुको समस्या छैन भने आखिर केले गर्दाखेरि चाहिँ भा हुन सक्छ अनि त्यसपछि उनीहरूले धेरैले एकदम दे आर फ्र्याङ्क पिपल होइन उनीहरूले भनिदिन्छन् तपाईँलाई घबराहटले पनि यस्तो हुनसक्छ वा साइकेट्रिक मानसिक केही समस्याहरूले गर्दाखेरि पनि यस्तो कुराहरू हुनसक्छ अब त्यो कुरा भन्ने बित्तिकै होइन अब धेरैले के भन्छन् हम कहाँ पागल छि होइन अब त्यो भनेर भएन अनि त्यही कारणले गर्दाखेरि त्यो कुरालाई एकदम सजिलो तरिकाले लिने होइन कि मानसिक समस्या पनि हुनसक्छ वा घबराहटको समस्या हुनसक्छ अब सबैको लागि चाहिँ डक्टरहरू छुट्याइदिएको छ क्या अब होइन एउटै डक्टरले सुगर पनि जाँच दिने अपरेसन पनि उसले नै गरिदिने होइन अनि त्यसै पछाडितिर मानसिक रोग पनि उसले नै हेरिदिने गरिदिने भनेर त त्यसरी त भएन अनि त्यही कारणले गर्दाखेरि चाहिँ यदि त्यस्तो भएको छ वरेछ होइन आफ्नो स्वास्थ्यको त्यति नै ख्याल गर्न यदि मलाई मन लाग्छ भने होइन यदि ऊ डक्टरले भन्दैछ भने एकपल्ट आएर भेटेको राम्रो किनभने अब तपाईँको कुरा सुनेर हुनेदेखि लिएर अनि सबैको आफ्नो अप्रोच हुन्छ सर अब हाम्रो कार्यक्रम लास्टतिर छ 5 मिनट मात्र बाँकी छ होइन अब अहिले भोलि पनि हामी फेरि डिप्रेसन टपिकमा कुरा गर्न आउँला अहिले सिम्पल कुरा बुझ्ने हो भने मुटुको रोग लाग्यो भने स्ट्यान्डर्ड रोग लाग्यो रे मान्छेले बुझ्छन् अलि राम्रो रोग छ टाउको रोग लाग्यो भने अलिकति पागल भयो जस्तो मान्छेले बुझिरहेको हुन्छ होइन त्यस्तो पनि छैन फेरि
टाउको रोग र अनि मानसिक रोग विशेषज्ञ चाहिँ अलिकति तालमेल नमिले जस्तो लाग्यो। अब यही कुरालाई चाहिँ न्युरोलोजिस्टका गयो, न्युरोसर्जनका गयो होइन, उसलाई त्यही मैले भने नि त्यो डिप्रेसनको लागि औषधि न्युरोलोजिस्टले लेखिदियो, न्युरोसर्जनले लेख्यो भने मरुन्जेलसम्म पनि खाँदा ठिक छ। अब होइन हामीले चाहिँ यति दिनसम्म खानुपर्छ भनेर भनिदियो भने अब होइन, उसलाई छोड्ने हतार हुन्छ। अब हामी त कुनै हुन्छ नि त्यो राक्षस त होइन त बसेर ओरेर कसैलाई मान्छे अब हुन्छ नि पागल भइदिने हो कि क्या हो, पागल गराइदिन्छ कि क्या हो, यसले जादु टोना गरिदिन्छ कि क्या, त्यस्तो होइन नि। हामी पनि उपचारै गर्न बस्या हो। अब सबैको आफ्नो तरिकाहरू हुन्छ होइन। अब जस्तो बिपीको समस्या भयो, बिपीको समस्या भइसके पछाडि त मान्छेले जिन्दगीभर दबाई खान्छन् नि त, केही पनि नभनिकन खान्छन्। कसैलाई केही सोध्नु पनि पर्दैन, बिपीको दबाई छ म अब जिन्दगीभर म खाइरहन्छु गर्छु। अब त्यस्तै गरी होइन, अब हाम्रो दबाईमा कुनै मात्र बिमारी हुन्छ जसमा चाहिँ जिन्दगीभर दबाई खाइरहनु पर्ने हुनसक्छ। नत्र प्रायः जस्तो बिमारीमा मैले भनेको टाइम र तपाईँ आउने टाइम चाहिँ यदि मिल्यो ओर्यो भने दबाई छुट्छ, बिमारी पनि ठिक हुन्छ अनि दबाई पनि मजाले छुट्छ। तर अब यसमा तालमेल मिलेन ओरेन भन्यो भने चाहिँ अब दबाई पनि लामै चलिरहन्छ अनि मसँग पनि भेटघाट भइ नै रहन्छ। धन्यवाद सर। हामीले आज हम सब आए के कार्यक्रम में न्यूरो साइकेट्रिस्ट डॉक्टर श्री सरियाल संगे मेन हेडेक के टॉपिक पर गप केलौं। उनका संगे मानसिक रोग के बारे में जो लोग के एक मिसकंसेप्शन है कि नहीं पागल के डॉक्टर छथिन त्यो बारे में हमसे डिस्कस केलौं। एहिमे एक कॉल आयल छलै दर्शक के शायद अहाँ सबके एहि कार्यक्रम से कुछ इन्फॉर्मेशन मिलल हैत या कुछ फायदा भेल हैत, जेना हम सब आशा करै छियै। पहिल प्रोग्राम छलैया, अब काल्हि के हमर सबके प्रोग्राम फिर से यही समय पर हम सब अपन टीवी पर आयब। एहिमे कोनो सलाह सुझाव छै अपने सबके तऽ अहाँ सब व्हाट्सएप कर सकै छियै एहि नंबर पर। नमस्कार।